हेलो सबैजनालाई स्वागत छ मिक्सरको भ्लगमा। आज चाहिँ यसो मोबाइल हेरिरहेको अनि मोबाइलमा मौसमका विभिन्न दिनहरूका भिडियोहरू कैद गरेको रहेछ अनि त्यसलाई जोडेर यो मौसम सम्बन्धी भिडियोहरू बनाउँदैछु। पक्कै पनि यो दिनभरिको मौसमलाई समेट्छ होला। सायद आजभोलिको मौसम यस्तै छ, तर दिनभरिको त होइन, धेरै दिनहरूको मौसमहरू सङ्कलन गरेर राखेको छु, त्यसैलाई बनाएको छु। हेरेर साथ दिनु होला अनि यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। साथीहरू सबैजनाले सब्सक्राइब गरिदिनु हुन अनुरोध छ। बिहान भर्खर कस्तो घाम लागेको थियो, अहिले नै फेरि यस्तो दिनभरिमा 2-3 चोटि जस्तो भयो होला मौसम पनि। कहिले घाम लाग्ने, कहिले के हुने, हावाहुरी चल्ने, खतम छ हौ, खतम छ। कडा छ साथीहरू, पानी पर्न लागिरहेछ। आकाश खतरा गुन्डुङ गरिरहेछ। आजभोलिको मौसम खै के भएको यार। चैत लागिसक्यो, खतरा गर्मी हुनुपर्ने, दिनकै पानी पर्छ भाइ। तपाईहरुतिर कस्तो छ? यो मौसममा सतर्क रहनु होला साथीहरू। धेरै खराब छ है साथीहरू, यहाँ हेर्नु त, चारैतिर यस्तो छ मौसम। वाउ, कसरी हेर्ने, कहाँबाट हेर्ने, के मौसम हो यार यस्तो पनि यार। ल हेर्नुहोस्, कडा छ, पानी पर्न थाल्यो। सबैजना चिसोबाट बज्नु होला। थ्याङ्क यू। के दिन लाग्यो हो आज यार, दिउँसै रात परेको छ। हेर्नु त, 12 साढे 12 बजेको छ, 12:30 बजे रात परेको छ यार है। कस्तो मौसम हो, पानी कडा पर्छ जस्तो छ आज। तेरि खतम बनायो मौसम। आजभोलिको मौसम फिक्स नै छैन, कहिले दिउँसै रात पर्छ, एकै दिनमा कहिले पानी पर्छ अनि त्यसपछि कहिले हावाहुरी मजाले चल्छ अनि एकैछिनमा उज्यालो बनाइदिन्छ, कहिले एकैछिनमा अँधेरो बनाइदिन्छ। यस्तै दिनहरू समेटिरहेछ, यस्तै दिनहरू छ। आजभोलिको मौसम फिक्स छैन। सबैजना आफ्नो गन्तव्यमा जाँदै हुनुहुन्छ भने कृपया मौसमलाई ध्यान दिएर, मौसममा सतर्क रहेर आफ्नो यात्रा तय गर्नुभयो भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ। कहिले दिउँसै रात पर्ने, कहिले हावाहुरी चल्ने, कहिले घाम लाग्ने, के हो फिक्स छैन मौसम है। पसिना पारे यार। मौसम यसरी छिनछिनमा परिवर्तन भइरहनु यो जलवायु परिवर्तनको प्रभाव पनि हुँदो होला। अनि त्यस्तै गरी बजारतिर चाहिँ यस्तो अर्थ लाउँदो रहेछ, अमेरिका र इरान बिचको युद्धमा विषालु ग्यासहरूको बढी प्रयोग भएको हुनाले जसले वातावरणलाई प्रभाव पार्यो अनि त्यसपछि त्यो वातावरणको मा परेको असरको कारण आजभोलि यस्तो भइरहेको छ भन्ने अर्थ पनि लाउँदो रहेछ। जसले गर्दा वातावरण राम्रो छैन, मौसम राम्रो छैन, सरुवा रोगहरूको प्रकृति पनि बढ्दो छ। सबैजना सजग भएर रहनको लागि अनुरोध पनि छ। केही न केही कारण त होला र अतिवृष्टि भयो वातावरणमा, केही न केही असरको कारणले गर्दा पक्कै पनि हो। त्यही भएर सबैजना सतर्क रहनुभयो भने एकदम राम्रो हुन्छ। सबैजना सतर्क रहनु होला। थ्याङ्क यू। यसपालि अलिअलि सुन्तला बसिएको थियो, त्यसका लागि रोप्दी गर्नु हो तिनीहरूले।
यस्तै छ आजभोलिको मौसम। कहिले दिउँसै रात पर्ने, कहिले पानी पर्ने, कहिले असिना पर्ने, कहिले हावाहुरी धेरै चल्ने। आज विशेष गरी यसरी असिना पर्यो। यी माथिल्लो भेलमा अलि धेरै पर्दो रहेछ, धेरै परेछ, तर तल्लो भेलमा अलि थोरै परेको छ। यस्तै छ मौसम आजभोलिको फिक्स छैन। यसरी कहिले चाहिँ धेरै हावा चल्छ। यसरी हावा चल्दाखेरि हामी चाहिँ यसरी आनन्द लिइरहेका छौँ। सबैजना हावामा यसरी आनन्द लिइरहेका छौँ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला, यो विनम्र अनुरोध छ यहाँहरूलाई। साथीहरू उडाइदिएला फेरि। यस्तै तातो भने अझै एकै छिन हावाहुरी के चला पऱ्यो कि भनेको छैन रहेछ खासै। अब चाहिँ घाम लाग्ला जस्तो छ। दिनभरिको मौसम फरक छ यार अवस्था। हिमालको साइडमा चाहिँ परेको छु। यतातिर चाहिँ लागिरहेछ। गरा त यस्तो पो छ त यार। उफ टटरम्मै पानी जमेछ है पुरै यार। वाह खतरा यार। वाह 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 झन् यो त के हो यार। टटरम्मै छ यार। पानी त के है धान रोप्ने बेलामा पाइँदैन थियो होला यतिको पानी। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णमा धन्यवाद। जहाँ हुनुहुन्छ जता हुनुहुन्छ आजभोलिको मौसम यस्तै छ। सबैजना सजग अनि सुरक्षित रहनुहोला। भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।